नमस्ते, मेरो नाम स्वरूपराज खड्का हो। म नेपाल पुलिस स्कुल साङाको क्लास 11 साइन्समा स्टडी गरिरहेको छु अहिले। आज हाम्रो यो फाउन्डेसन डेमा चाहिँ अब हामीले यो एउटा प्रोजेक्ट बनाउने एउटा चान्स जस्तै भनौँ न, त्यो पाइन्छौँ। यो हाम्रो यो प्रोजेक्टको नाम चाहिँ सनफ्लावर सोलर प्रोजेक्ट हो। जस्तै सोलर भन्ने बित्तिकै यो सोलर त अब हामीले नर्मली हाउसहरूमा युज गरेर हुन्छौँ। त्यो चाहिँ अब यसरी सिङ्गल स्ल्यान्टेड जस्तै हुन्छ क्या, एउटा डिरेक्सनमा फेस गरिरहेको हुन्छ नि त। अब त्यो भएपछि अब सनफ्लावर हामीले जुन डिरेक्सनमा सोलर फर्काएको छौँ नि, त्यही डिरेक्सनमा सन आयो भने मात्रै एनर्जी लिन सक्नु भयो कि। अब त्यस्तो हुँदाखेरि त खासै इफेक्टिभ भएन। जस्तै अब यो हाम्रो सिटी एरियामा त यसको खासै युजेस छैन यो सोलरको। तर हाम्रो माउन्टेन रिजनमा हेर्ने हो भने चाहिँ इलेक्ट्रिसिटीको मेन सोर्स भनेकै सोलर हो क्या सर। हो, त्यो भएपछि अब हेर्नु, अब सोलर पनि फेरि एउटा डिरेक्सनमा मात्रै फेस गर्दाखेरि त अब सबै एनर्जी लिन त यसलाई गाह्रो हुनु भयो नि त। अब जब सन यसकै डिरेक्सनमा आउनु पऱ्यो, यसकै फेसको साइडमा आयो भने मात्रै देखिनु भयो नि त, चल्ने भयो नि त यो सोलर। अनि यो अहिले हाम्रो प्रोजेक्ट चाहिँ अब यो मेन यो चाहिँ अब हाम्रो यो सनफ्लावर सोलर प्रोजेक्ट भनौँ। यो चाहिँ अब हाम्रो जुन डिरेक्सनमा अब सनलाइट हुन्छ नि, त्यही डिरेक्सनमा फर्किनु भयो कि। अब यस्तो भएपछि अब यसले एनर्जी अब जति सब लिनु भयो कि यसले। अब त्यो भएपछि अब हेर्नु एनर्जी लस पनि हुनु भएन। अनि रिन्युएबल सोर्स त यो हो नै, त्यो तपाईँलाई थाहा। त्यो भएपछि अब अप्पर हिमालयन रिजनहरूमा मान्छेहरूलाई अब इलेक्ट्रिसिटीको अब त्यस्तो अभाव नहुने भयो कि। हो, त्यसैले अब यो प्रोजेक्ट चाहिँ हाम्रो नयाँ कन्सेप्ट हो। यसको नाम सनफ्लावर किन राखेको भने अब यो सनफ्लावर जस्तै अब सन जाँदा त्यतातिर अब घुम्ने भयो नि त। हो, त्यसैले अब यसको यो युज भएपछि अब हेर्नुहोस्, अब हाम्रो यो हरेक घरमा अब यसले एनर्जी लिन सक्नु भयो नि त। यसले टोटली अब्जर्भ गर्न सक्नु भयो नि त सनबाट। हो, त्यो भएपछि अब धेरै यसले हेल्पफुल हुनुभयो कि। योभन्दा धेरै यो इफिसियन्ट हुनुभयो अनि एनर्जी इफेक्टिभ पनि भयो। त्यही हो सर। अनि यो चाहिँ अब मुस्ताङको क्लाइमेट किन बनाएको भने अब यो स्पेसियली हाम्रो युज हुने भनेको हिमालयन रिजनमा हो। त्यसैले यो क्लाइमेट हामीले चुज गरेको हौँ। यो चाहिँ अब मुस्ताङको अब हाउसको डिजाइनिङ भनौँ न, स्टोन हाउस भयो अनि यो माथि वुडन रुफ भयो। त्यही हो सर।